हेलो नमस्ते अनि वेलकम माई न्यू भिडियो। आजको भिडियो चाहिँ करिसाबारीको स्पेशल हुनेछ। मेरो ब्याकग्राउन्डमा भएको एकदमै यो ताजा अर्गानिक साग हो हैन। उताको चाहिँ नेपाली नै हो, यताको यो अलि सानो चाहिँ चाइनिज साग छ। आज चाहिँ यो चाइनिज साग लगाएर फ्राई गर्ने एकदमै प्लानमा छु म। यो चाहिँ आजको साँझको तरकारी हुनेछ। अनि सबैजनाले मेरो भिडियो हेरिसकेपछि मन पर्छ भने लाइक शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। आजको भिडियो चाहिँ करिसाबारी स्पेशल हुनेछ। यो चाहिँ साग उताको रायोको साग के भन्छ, रायोको साग भन्छ के भन्छ, अनि यताको चाहिँ अलि सानो भएको चाहिँ यो चाइनिज साग हो हैन। आजको नास्ता बनाउनको लागि यो चाइनिज साग अनि यसमा चाहिँ चाउचाउ र अन्डा फ्राई गरेपछि एकदमै स्पेशल हुन्छ हैन। यो चाइनिज साग टिप्दैछु म। अरू पनि रायोको साग पनि छ, तर यो आजको स्पेशल चाइनिज खानु पर्यो हैन। चाउचाउसँग मिलाएर चाइनिज साग स्पेशल हुन्छ आजको। यो चाइनिज साग चाहिँ धेरै छैन, फेरि रायो त अलि धेरै छ हैन। चाइनिजको साग अलि थोरै छ, यसलाई बिस्तारै मिलाएर टिप्नुपर्छ। यो यस्तै गरेर यता लगाएर अरू पनि यति टिपियो चाइनिज साग। अब यो चाहिँ एकदमै फ्राई हुनेवाला छ, एकदमै विशेष फ्राई हुन्छ यो। अनि आजको नास्ता चाहिँ एकदम स्पेशल हुन्छ आज। यति चाइनिज साग टिप्यो। अब चाहिँ यसलाई फ्राई गरेर टक्क लगाएर आजको नास्ता हान्नुपर्छ। अब चाहिँ नास्ता बनाउनको लागि मैले यो चाइनिज साग टिपेर लाँदैछु। यो चाहिँ सबै रायोको साग हैन, यस्तो दामी हरियो देखिया छैन। यताको यो चाहिँ चाइनिज साग हो, यो चाइनिज साग। उताको चाहिँ रायोको साग हो, एकदमै दामी एकदमै मिठो हुन्छ यो हैन। यो छ चाइनिज साग र रायोको साग, यो चाहिँ सुरुमा। अनि यो चाहिँ लसुन हो, लसुन पनि छ यहाँ, लसुन पनि लगाउनु भएको छ बुवाले। अनि यताको चाहिँ यो चाहिँ धनिया हो, धनिया त्यति राम्रो रहन्छ अहिले धनिया। अनि यो अमिलो चाहिँ सबै टिपिसक्नु भएको रहेछ हैन। अब 2-4 पिस मात्रै बाँकी छ अमिलो, यो 2-4 पिस अब यसो खानको लागि मात्रै छ यो अमिलो। अमिलो पनि छ हैन, फलिरहेको छ अमिलो पनि मजाले। यता पनि पुरै यो पनि लसुन हो है त, यो पनि लसुन पुरै त लसुनै लसुन यस्तो मजाले भएछ हैन। लसुनै लसुन यता पनि। यो यता अकबरी खुर्सानी पनि छ, तर सकिसकेको छ यो अकबरी खुर्सानी। यहाँ चाहिँ पलाएको रहेछ, पाकेको रहेछ। यहाँ चाहिँ यो के को बोट हो यो चाहिँ मैले चिनेन हैन, यो के हो हैन। अकबरी खुर्सानी पनि पाकेको रहेछ मजाले। यता पुरै यो यसरी रायोको साग पुरै छ यो हैन। वालको कुना कुनामा रायोको साग मात्रै छ, यता पनि पुरै रायोको साग हो यो। यता पनि यस्तो छ, पुरै रायोको साग र लसुन र रायोको साग धेरै छ यहाँ। यता चाहिँ केराउ रहेछ, केराउ पुरै यो चाहिँ केराउ हो। यो कागतीको बोट होला यो केराउ। यता पनि पुरै खुर्सानीको बारी हो। यो पनि लसुन, यो चाहिँ उसको बिउ रहेछ। कस्तो मजाले हरियो भएर रहेछ। यो प्याजको बिउ हो यो। अनि यो चाहिँ ड्रागन फ्रुट चाहिँ भर्खर एउटा रहेछ। यता पनि रहेछ अर्को ड्रागन। यता पनि सबै केराउको मात्रै बढ्छ। ओ त्यहाँ पारी केरा अनि अरू के छ त्यता हैन। यता पनि पुरै केराउ मात्रै छ, यो केराउको बारी हो यो पुरै। हरियो अब केराउ पनि अब फुल्ने बेला भइसकेको छ, एकदम हरियो छ यो। भिडियो मन पर्छ भने सबैजनाले लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। सी यू नेक्स्ट भिडियो।